संवैधानिक परिषदको काम कर्तव्य अधिकारलाई व्यवस्थित गर्न संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी ऐन 2066 कार्यान्वयनमा रहेको छ। उक्त ऐनमा रहेका व्यवस्थालाई तत्काल संशोधन गर्न आवश्यक भएकोले संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 जारी गरिएको हो। यस अध्यादेशमा परिषदको बैठकको समय व्यवस्थापन, प्राथमिकता निर्धारण तथा निर्णय प्रक्रियालाई व्यवस्थित बनाउन गणपूरक संख्या नपुगेका कारण पटक पटक बैठक स्थगित हुने अवस्थालाई हटाउन, उपस्थित सदस्यको अनुपातमा गणपूरक संख्या मिलाई बैठक निरन्तर रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन नेपालको संविधानको धारा 114 को उपधारा 1 बमोजिम संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 जारी भएकोले सम्माननीय सभामुख महोदयको अनुमतिले सभा समक्ष यो अध्यादेश पेश गर्दछु। धन्यवाद।